यो पशुपतिनाथको मन्दिर काठमाडौँमा अवस्थित छ। नेपाल हिन्दूहरूको आस्थाको केन्द्रबिन्दु हो। साह्रै रमणीय छ। यहाँ पशुपतिनाथको दर्शन गर्न हजारौँको सङ्ख्यामा घुइँचो लगाइरहेको हुन्छ। र यो मैले यता यहाँहरूलाई यो आर्यघाट देखाउन गइरहेको छु। बागमती बगेकी छिन्, शान्त रूपमा बगेकी छन्। अनि मनुष्यको चोला के रहेछ हेर्नुहोस् त। साह्रै रमणीय दृश्य। यहाँ आउँदा मन आनन्दित, प्रफुल्लित, शान्त। भजन कीर्तन चलिरहेको छ र अहिले मैले देखाएको यो पशुपतिनाथको पूर्वतिरबाट देखाएको यसको मुख्य गेट पश्चिमतिर रहेको छ। यो यतातिर यो ठुलो छ दृश्य। माथि यो दृश्य चाहिँ मृगस्थली हो।